सो अलराइट एभ्रिवान सबैजनालाई स्वागत छ न्यू डे न्यू ब्लग। आज चाहिँ कस्तो पानी पर्ला जस्तो वेदर भएको छ। ए पुरै बादल माथि लाह अलि माथि माथि कालो कालो भयो नि भएको छ। तर म कतै निस्किँदैछु, तपाईँहरूलाई म एकैछिनमा जानकारी गराउँछु कहाँ जाने कसो गर्ने भनेर हैन। अनि हजुरलाई आज म कता कता जान्छु अनि तपाईँहरूलाई सँगै घुमाउँछु भनेर है एकैछिनमा म गेट इन टच हुन्छु ल। सो अल इफ यु एभ्रिवान अल राइट गाइजहरू साथीहरू भनौँ यात्रा सुरु भइसकेको छ। यात्रा कता भनेपछि चाहिँ म यता किन आएँ यार, यता होइन यतिबाट जाउँ भने म पोकटमा यता घुमेछु कि जानुपर्ने यताबाट बस पार्कको बाटो अनि यताबाट सिधै डाइरेक्ट पानी चोक जान्छ। अनि चिसो भइसकेछ कि घाँटी हल्का छोयो जस्तो भयो। अब चाहिँ यताबाट बस पार्कबाट पानी चोक जान्छ पहिला सुरु, अनि त्यसपछि चाहिँ माथितिर जाने कुरो छ। अनि जाने चाहिँ हाम्रो एजवाइज चाहिँ जाने पर्ने कहाँ हो भनेपछि साथीहरूलाई म कहाँ लाग्छु भनेपछि आज चाहिँ म चाहिँ बलकोट मथुरादेखि केही माथि पर्छ। म चाहिँ आज बलकोट लग्छु भन्ने सोचिरहेको छु सबै साथीभाइहरूलाई। ओहो यहाँ किन यस्तो टर्निङमा गाडी रोकिदिइरहेको छ त यार, गाह्रो पर्छ नि यार। के हो साथीभाइहरू हेरौँ न वरिपरि, धन्न या सन्देहतिर अलि समस्या छैन कि है। यताउति गाडीको लागि भन्नाले बाटोमा त्यस्तो हरेक कुराहरू त्यस्तो जामसाम हुँदैन, गाडीहरू त्यस्तो हुँदैन र भनौँ होइन। नभए पनि बाहिरहरू जस्तै बुटोल काठमाडौँ पोखराको जस्तो ठाउँमा त कति गाह्रो भइहाल्छ नि यार यति गाडी रोक्नाले। अब त्यतातिरबाट म फेरि हुन्छ नि त, हजुरहरूलाई थाहा छैन भने चाहिँ म पहिल्यैदेखि नै अब एजवाइज राइड गरे अनुसार पहिले होइन काठमाडौँ बसिरह माहौल अनुसार चाहिँ यहाँ चाहिँ अलिकति त्यसरी बस्दा पनि कस्तो हुन्छ नि, मान्छेले अलिकति विकृति तरिकाले आफ्नै मर्जी मनमर्जी तरिकाले गरिदिन्छ क्या। त्यो चाहिँ ठिक होइन जस्तो लाग्छ। ल अहिले चाहिँ कति भइसक्यो 3 बजेर 5-6 मिनट गइसकेको छ। अब चाहिँ हामी निस्किनु थालेका छौँ भनौँ। अब आकाश अगाडि देख्नुपर्दा चाहिँ त्यहाँ बादल राम्रो लागेको छ। अनि यता पहिला सुरु मेक स्योर वाङ्ला पुग्नु पऱ्यो। अनि वाङ्ला पुगेसँगै अनि वाङ्लाबाट सिधै मथुरादेखि बलकोट। सो यात्राको मजा लिनु होला, राइड ब्लग विथ हुन्छ नि। आज पनि अनि पानी पर्ला जस्तो भएको थियो, म अहिले निस्किनुन्जेलसम्म चाहिँ पानी पर्ला जस्तो भएको थियो। अनि पछि चाहिँ पर्न चाहिँ सकेन, तर ठिक छ। यो चाहिँ मेरो लागि राइडको दृश्य पनि जस्तो भयो। तर बादलहरू कस्तो राम्रो लागेको यार, कस्तो राम्रो देखाएको छ, घाम पनि लागेको छ त्यही भएर पनि कि। ल नाइस, अलि म माथि गरेर देखाउँछु। दामी बादलहरू देखाएको छ यार, बवाल नसक्नु खोका सिट। ल अलि अगाडि चाहिँ आइसक्यो, अब बादलहरू हेर्न सक्छौँ अगाडि। यस्तो क्लिन छ क्या यता रक गार्डन साइड भयो है। अनि यताको भ्यू चाहिँ अक्का दामी अक्का क्वालिटी खालको आयो कि। ल आज बादल चाहिँ मौसम डेन्जर दामी भयो, तर चिसो भए त सँगै पनि अलि गर्मी पनि छ यार। फेरि यार पानी अघि अलिअलि भल्का नि पऱ्यो अनि नसक्नु सिन त। ल गाह्रो, ल सक्दैन यताको सिनलाई पनि राम्रो छ यार। यताको सिन पनि अति सुन्दर छ कि। जे होस् गत भ्लगहरूमा पनि राम्रो भिडियोहरूमा नि रेस्पोन्स राम्रो आइरहेछ। अनि अब अझै पनि माया गरिदिनुहोस् भन्ने मेरो इच्छा आकाङ्क्षा सबै कुरा छ। सो हजुरहरूलाई डे टु डे हुन्छ नि त एउटा न एउटा भिडियो फालौँ भन्ने मेरो धारणा छ। अनि अहिले चाहिँ यहाँ च्यानडाँडा आइसक्यो साथीहरू। च्यानडाँडाबाट अब यता लाग्नुपर्ने हुन्छ, उताको बाटो गयो भने चाहिँ रक गार्डन अनि डिभर्ना साइडमा जान्छ। अनि पहिला चाहिँ डिभर्ना जान्छ अनि रक गार्डन जान्छ। हामी चाहिँ यताबाट वाङ्ला साइड जान्छौँ। अनि वाङ्ला साइडबाट गएर चाहिँ मथुरा झरिन्छ। तर आज बाटोमा त्यस्तो गाडीहरू अझै भेटाएको छैन, एउटा दुइटा त भेटिरहेको छ भेट्न त। तर म्याक्सिमम् यताहरू फेरि ट्याक्सीहरू भयो अनि अरू गाडीहरू पनि धेरै जस्तो देखा परिरहेको हुन्छ। यहाँ पनि एउटा इन्सिडेन्ट छ, के छ थाहा छ? दिउँसो 4-5 बजीतिर नै अगाडि बाघ देखाएको छु कि। बाघ सिधै कि बाघ त भनौँ, बाघ त पाउँदैन यतातिर, अलि रेयरै हो। तर चितुवा के ठुलै थियो यार चितुवा, सिधै बाइक अगाडि एउटा कस्तो बाटो काटिदिइरहेको कि। लगभग करिब बेलुका 4-5 बजेको समयमा हुन्छ यार इन्सिडेन्ट्स। लाइफ हो यार, के देख्नुपर्छ होइन र साथीहरू, त्यही हो। बाटो त जस यता चाहिँ हामी जाने आज यात्रासम्म चाहिँ सबै अन रोड हो।
अन रोडमा जे होस् मजाले स्मुथ तरिकाले जान मिल्छ। त्यही नै हो खुसीको खबर भनेको नै। अघि भर्खर भन्दै थिएँ ट्याक्सीहरू यता चाहिँ अलि नै बेसी आउँछ भन्दै थिएँ, बल्ल अब एउटा दुइटा देखिन थाल्यो। यार यतातिर फेरि अलि आउँछ के, फेरि चोकमा घुम्टीहरूमा फेरि आगो तुफान आउँछन् गाडीहरू। सो वी हेभ टु केयर आवर सेल्फ एन्ड मेक स्योर फर्स्टमा त आफू सेफ हुनु पऱ्यो। सबैजनाले सेफ राइड गरिदिनुहोस् भन्छु म त। मेरो चाहिँ यार मिरर आएको छैन, यसको लागि चाहिँ कसैले ओहो यस्तो गरेको छ उस्तो गरेको छ भनेर अन्यथा चाहिँ नलिनु होला, किनकि मेरो चाहिँ मिरर फुटेको छ सिधा कुरो। अनि म बुटोल काठमाडौँ पनि जानु पाएको छैन। अनि किनकि पहिला एकचोटि अब मगाउन पनि सकिन्छ अब एकैचोटि उहिले पनि एक साइडको मिरर राइट साइड पनि फुटेको थियो। अनि त्यसपछि फेरि लिएको थिएँ। अनि त्यसपछि यस्तै हिँड्दा नि फेरि अर्को अपोजिट साइडबाट एकजना बाइकर आएर चाहिँ ट्याक्क उसको मिररले मलाई ट्याक्क छोएको त प्याट्ट भइदिरहेको क्या। कस्तो भित्रतिर उस हुँदो रहेछ, स्ट्यान्डले चाहिँ भित्र लास्ट इफेक्ट गर्दो रहेछ क्या त्यो ट्याक्क ठोकिँदा बित्तिकै। अनि त्यो ट्याक्क हल्का यस्तो गरेर ट्याक्क यस्तो भएको थियो। अनि त्यही बेला चाहिँ च्याप्प खतम। त्यस्तो पनि हुन्छ यार। त्यही भएर मैले मिरर अहिले चाहिँ मगाउनु पनि सक्छु, तर नमगाउने अहिले मैले भने होइन, गाडी त छ्याप आउँछन् कि। ट्याक्सीहरू अलि ओभर स्पिड आउँछन्। यो चाहिँ बाटोमा जस्तो हुन्छ नि त हिँड्नुहुन्छ भने चाहिँ अलि राइड राम्रोसँग सेभ गरिदिनुहोस्, हल्का आफ्नो लिगबाट हिँडिदिनुहोस् होइन। प्लस टर्निङहरूमा हर्न बजाइदिए झन् राम्रो। त्यति गर्दै भए पुग्छ जस्तो लाग्छ है मलाई चाहिँ। ल अहिले एकैछिनमा भेट्छु ल। अनि मिररको पनि कुरा गर्दै थिएँ। अनि मिरर मगाउन सकिन्थ्यो होइन। अनि मिरर नमगाउनुको कारण चाहिँ के छ भने होइन, अब एकचोटि बाइक चाहिँ म बुटोल या काठमाडौँतिर गएको बेला मेक स्योर राम्रोसँग सर्भिस गर्नुपर्ने छ। यसबाहेक चाहिँ मैले हुन्छ नि बाहिर सर्भिस गरिरहेको थिएँ। बाहिर सर्भिस गर्दा त्यति हुन्छ नि त मेरो यो बाइकमा चाहिँ मेन इस्युहरू भन्दा पनि फ्याटेफुटे राम्रो ठुल्ठुलो इस्युहरू त सल्भ छ, तर सानो केही कुराहरू चाहिँ यहाँ अलि सल्भ नै नभए जस्तो कि चित्तै नबुझे जस्तो फिल भइरहेछ। जस्तै म चाहिँ एकचोटि अब गएर एकचोटि उतै गएर चेकअप गराउने प्लस उतैबाट मिररहरू लिन्छु भन्ने सोचिरहेको छ। कति लिइराख्नु अनि प्लस एकैचोटि उतैबाट सबै काम सल्ट आउँछ भन्ने सोचिरहेको छु। त्यही हो, यहाँ त अब सब हुन्छ नि बाटोहरू त खोका छ, खोका अनि आउँछ फोक्का अनि आउँछ मजा अरे। मिल्दैन तर पनि भनिदिइरहेको सक्दिनँ अनि फेरि केटा ल एकैछिन है। अनि यदि कोही यो बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ कहिलेकाहीँ इफ आकस्मिक हुन्छ नि त पेट्रोलको त्यस्तै समस्या भयो बाइकमा भयो भने चाहिँ यहाँ यतानिर छ नि त, यहाँनिरबाट चाहिँ राख्न सक्छ। यहाँ पेट्रोल पनि पाउँछ। एकचोटि चाहिँ मैले पेट्रोल त्यस्तै इस्यु भएर भन्दा पनि इस्यु त अब त्यही पेट्रोल कम थियो। अनि फर्किने क्रममा चाहिँ मैले ख्यालै गरेन छु। अनि तेल हाल्नुलाई फेरि चाहियो नि त, फेरि कहाँबाट हाल्ने भनेको यसो यहाँ उति वरिपरि बुझ्दा चाहिँ त्यहाँ पाउँदो रहेछ भन्ने कुरा थियो। जहाँनिर चाहिँ त्यहाँ एउटा रुखको थियो, त्यहाँ तपाईँहरूले के भन्छ रिप्ले गरेर हेर्न सक्छ त्यो ठाउँ चाहिँ। मलाई त्यो पसलको नाम त थाहा छैन, तर जे होस् त्यहाँनिर चाहिँ ट्याक्क त्यहाँ पाउँछौँ भन्ने चाहिँ मलाई थाहा छ। तर आज यार मौसम कस्तो दामी देखेको छ यार, अति दामी बवाल के बवाल नसक्नु। मेरो त पुरै डाँडोभरि नसक्नु केटा हो। ल यहाँ चाहिँ ट्याक्कै यहीँ एउटा टर्निङनिर चाहिँ झन् यहाँनिर बोर्ड थियो नि त, यहाँ बोर्डनिरको नि धेरै पहिलाको एक समयमा करिब 2 वर्ष समथिङ त्योभन्दा नि अलिक बढी वर्ष पहिला चाहिँ एउटा भ्लग बनाएको थियो सिनेमेटिकसँग, थोरै बोलेर बनाएको थिएँ। तपाईँले त्यो भिडियो हेर्नुभएको छ भने चाहिँ हेर्न सक्छ। अनि त्यही हो, यहाँ चाहिँ ट्याक्क सन्धिखरको नगरपालिका 4 नम्बरको नगरपालिकाको कार्यालय पनि यहीँ छ। यहाँ चाहिँ जे मान्छेको यत्न चाहिँ राम्रो बस्ती छ यहाँ वाङ्लामा। जे अझै पनि अलिक घचक्क घर भएको टन्न अलि हुन्छ नि त, हेर्दा झपक्क भएको चाहिँ ठाउँ यही हो। त्यसबाहेक मलाई थाहा भएअनुसार चाहिँ त्यही हो साथीहरू। ओहो त्यहाँ साइडमा कस्तो राम्रो फुल फुलेको यार। अहिले यहाँबाट चाहिँ अलिक तलसम्म चाहिँ न्युट्रलमै जान्छ गाडी। अनि न्युट्रलमै जानुपर्छ यार। अब मैले धेरै ब्लगमा भनि पनि रहेको छु। अब यसवाइज नेपालको पेट्रोलियम प्राइस चाहिँ अति डेन्जर धेरै छ। कस्तो खोका देखेछ यार सिन यताको। ओहो त्यहाँ बादल हेर्नु कस्तो हुन्छ नि त, यस्तो लाइन बाइसँग स्टेप बाई स्टेप जस्तो देखिरहेछ कि कस्तो राम्रो देख्या। ल नाइस भयो यार, दामी छ यार। यतातिर नि सिन राम्रो देख्दो रहेछ, तर यता आएर बस्ती बस्दा चाहिँ राम्रो रहेछ। यताको भ्यू देख्दो रहेछ कि रामी। अब तलसम्म सर्लक्क न्युट्रलमा जाने। अनि तल थोरैसम्म छ करिब 40-50 मिटर। अनि 40-50 मिटर पछि चाहिँ सर्लक्क फेरि स्टार्ट गर्ने अनि सर्लक्क जाने। यहाँ फेरि पुरै बाटो लगभग त्यस्तो ठिकै छ। यसलाई पिच चाहिँ गरेको छ, त्यति भएर चाहिँ हिँड्नलाई चाहिँ अति सजिलो चाहिँ भएको छ यार। त्यही नै हो,
सजिलो 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 टुमा सजिलो हो। यतानिर चाहिँ हल्का बाटोमा बम्परहरू टाइपको भएको छ कि पिच गर्ने बेला नि खै पनि के नमिलायो कि के भयो त्यतिखेर हल्का उकालोमा भएर त्यस्तै समस्या भएर नै होला जहाँसम्म नै पनि त्यस्तै त कोही ठाउँ यति मात्र अलिक निस्किँदा चाहिँ त्यहाँ एक ठाउँ खाडा जस्तो छ त्यहाँ कस्तो झुक्काउँछ कि सबै हुन्छ नि त पिच जस्तो देख्छ तर त्यो बाटोले यस्तो झुकाइदिन्छ कि यहाँ अलिअलि भोइसमा ख्याल गर्नुभयो होला तपाईँले हुन्छ नि म बोल्दा बोल्दै पनि केक्ले गर्छ जस्तो हुन्छ नि त ऊ गर्नुको कारण भिडियोमा देख्दैन खासै हामी आफै स्वयं के राइड गरेर हिँड्दा चाहिँ त्यो ढ्याक्ले हुन्छ नि त आफूले बढी फिल गरे हुन्छ अनि किनकि हामीले त अब अल एबाउट यो फोनबाट खिच्दा चाहिँ त्यो स्टेबलाइजेसन मोड हुनुहुन्छ नि त त्यो भएर चाहिँ खासै हल्लेको फिल हुँदैन यहीँसम्म हो। अब चाहिँ स्टार्ट गर्नै पर्छ कि फेरि धेरै होइन मैले भने नि त एज वाइज 40-50 मिटर अलिक पर्खिन्छम्म त्यति 100 मिटर पनि छैन होला यार हल्का यतिखेर यहीँबाट रेप गरिदेऊ अनि त्यसपछि छोडिदिएपछि सर्लक्कै गइन्छ कि यहीँसम्म गर्दा नि हुन्छ ल यतिबाट सर्लक्क अब यहाँबाट सिधै मथुरा पुगिन्छ मथुरा पुग्दैन होला पुग्छ तर एक ठाउँ हल्का स्लो गऱ्यो भने चाहिँ रोक्ने ठाउँ छ तर म त्यहाँ देखाउन सक्छु अहिले तर सिधै डाइरेक्ट मथुरा पुग्छ सिधै डाइरेक्ट सर्लक्क ल यहाँ चाहिँ मन्दिर प्लस यहाँ चाहिँ टक्क पोखरी अनि गणेश भगवानको मूर्ति छ यहाँ चाहिँ सर्लक्क लाएर राम्रो छ यार मन्दिर यताबाट पछाडिबाट हेर्दा नि यस्तो पछाडि पनि पुरै टिनहरू अनि जालीहरू लगाएर बनाएर रहेछ राम्रो यार यो नेपालमा चाहिँ धार्मिक स्थल तरिकाले चाहिँ मठ मन्दिरहरूलाई चाहिँ जो किप इट सेफ भन्ने तरिकाले जस्तो होइन संरक्षण गरिरहेछ त्यो चाहिँ राम्रो पोइन्ट हो जस बाहिरी टुरिस्टहरू इफ घुम्न चाह्यो भने त यिनी मन्दिर त तिनीहरूको लागि त के हो जस्तो लाग्छ कि जुन चाहिँ मथुरा पनि छ तल मथुराको बारेमा इफ हजुरलाई थाहा छैन या हुन्छ नि त त्यसको भ्लगहरू या भिडियोहरू चेक गर्नु भएको छैन भने चाहिँ धेरै वर्ष पहिला भन्दा नि 2-3 वर्ष पहिलाको भिडियोहरू छ अलरेडी युट्युबमा है अब जे जस्तो पहिला बनाइयो होला होइन त्यसैलाई हेरेर हजुरले प्रतिक्रिया दिनुहोस् कस्तो हुन्छ एउटा कमेन्ट छोडिदिनुहोस् भ्युजहरू त आइरहेको हुन्छ हेर्न त हेर्छ सबैले भिडियोहरू तर हेरेको मान्छेले एउटा चुच्च कमेन्ट छोडिदिए भए छुट्टै कन्फिडेन्स आउँछ जे होस् एकजना सरले पनि मलाई हाम्रो मुकुन्द राणा सरले नि मलाई एउटा आफ्नो हुन्छ नि त मेरो हजुरको जसको भने पनि होइन भिडियोहरू हेरिराख्दो रहेछ अनि त्यो चाहिँ हेर्छु सर आएर भन्दै थियो अनि अस्ति चाहिँ म ऊ चाहिँ काठमाडौँबाट आएको थियो अनि त्यसपछि फेरि उसलाई चाहिँ मैले भेटेअनुसार टक्क उसलाई चाहिँ यतिखेर थोरै क्लिपमा पनि एड गर्न चाहेँ म अनि मैले भनेको चाहिँ जहाँनिर अलि न्युट्रलले नकट्ला भन्न सक्न खोजेको चाहिँ ठाउँ यही हो तर म हल्का ओभर अलि न्युट्रल पुरै गुडाइदिएर जान्छु यति भएपछि फिक्स गइन्छ कि अनि यतिसम्म गइहाल्यो नि त जानै पर्छ अरे कि ल यति भएपछि सिधै डाइरेक्ट मथुरा अलि तलतिर गएपछि म देखाउँछु यतैनिर एउटा टर्निङहरू छ जहाँनिर अलि यस्तो अब्स्ट्याकल्स पुरा हुन्छ नि त खरी घुम्टीहरू छ म त्यो पनि ठिकै लाग्छ मलाई त्यो टर्निङहरू पनि जस खतरा छ त्यहाँनिर पनि म देखाउँछु है वे लभली यहाँ चाहिँ पुरै 10 को स्पिड भन्छ तर हिँड्न चाहिँ हामी 20-25 को स्पिड हिँड्छ तर अलि ख्याल गरेर नै हिँड्नुपर्छ हिँड्न चाहिँ टक्क यहाँ चाहिँ बाटो चाहिँ क्लिन छ कि एजवाइज होइन 10 को स्पिडमा हिँड्न भन्छ तर यहाँ आँप त राम्रो फलेको हुनुपर्ने हो यहाँ त आफै आँपको बुट हो त होइन र यहाँदेखि मथुरासम्म त टोटल्ली आफै आँपको बुट छ त फल्नु पर्ने हो आँप आँप टिप्न सकिन्छ अहिले एकैछिनमा टिप्यो भने चाहिँ म देखाउँछु सबैजनालाई आँप पनि आँपसँगै सर्लक्क अनि घर गएर नुनसँग यस्तो खाने मन लाग्यो नि मलाई फेरि डेन्जर के हरियो खाने मन लाग्यो अरे अमिलो मैले घर चाहिँ आँपको अचार त छ सनलाई त्यो चाहिँ खाना खाने टाइममा चाहिँ म खाइरहन्छु रेगुलर डे जुन चाहिँ खानालाई तर आँप काँचो आँप फेरि खानाको मजा नि छुट्टी हुन्छ फेरि ल घुम्टीहरू जुन चाहिँ देखिसक्नुभयो यिनी चाहिँ माथि र गएको भर्खर गएको घुम्टीहरू अब मथुरा यति मुनतिरै नै हो अनि मुनतिर गएपछि सिधै मथुराबाट सिधै माथि निस्किनुपर्छ पहिला हामी चाहिँ यहाँबाट झर्नुपर्छ ल सो अलराइट एभ्रिवान अलराइट मथुरा आइयो मथुरा चाहिँ जहाँबाट यहीँबाट सुरु छ यहाँबाट अलिअलि बस्ती छ
अनि यतातिर पनि छ बस्तीहरू त। अनि यहाँ चाहिँ मथुराको पुल भयो, अब चाहिँ गाडी स्टार्टै गर्नुपर्छ अरे कि। ल गाडी त कम्पलसरी नै स्टार्ट गर्नुपर्छ नि। तर आफ त यहाँ छन् कि घरमा, प्राइभेट घरमा छन् कि। तर इन्टिमिडिएट मार्छन्, तर भएन बाँस हो कि के लाएर राख्दो रहेछन्। यो लिची पनि फलेको रहेछ ल, तर पाकेको छैन। आँप चाहिँ फलेको रहेछ नि, यहाँ पनि फलेको रहेछ। नाइस फलेको छ अरे। यहाँ टिप्ने नि त मार्छ नि, घरका प्राइभेट हुन्। अब माथि त्यहाँ अहिले पछि भएसम्म मथुरा मन्दिरभित्र गइन्छ। मन्दिरभित्र भन्दा पनि मथुरा एरियाको मन्दिर साइडतिर गइन्छ, जहाँ कि त्यहाँ चाहिँ म्याक्सिमम् आँपकै बोटहरू छ। अनि त्यहाँ चाहिँ आँप एउटा न एउटा बुटमा त होला भन्ने आई गेस है, त्यस्तो तरिकाले जान सकिन्छ। अहिले चाहिँ हामी यो मथुराको बजार त के भनौँ, ठिकै राम्रो ठिक्कको बस्ती छ। यहाँको लागि ठिकै हो, बाहिरको लागि भन्नुपर्दा त यहाँ खासै यो ठुलो कुरा होइन है यो यहाँको बस्ती चाहिँ। अनि हामी चाहिँ अब यहाँबाट सिधै जानुपर्छ माथिबाट सिधै। ओए यहाँ कस्तो राम्रो त्यो सूर्यमुखी फुल, सनफ्लावर फुलेको। अनि यहाँबाट सर्लक्क जानुपर्छ माथि। अनि यहाँ चाहिँ कस्तो अलि छनलाई शीतलै रहेछ यार, शीतल चाहिँ छ। त्यहाँ हेर न कस्तो राम्रो बादल देखियो, टल्किरहेको नसक्ने केटा हो। गाह्रो छ गाह्रो, मौसम चाहिँ अक्खा आइरहेको छ यार, राम्रो छ। बलकोट चाहिँ यस्तै छ पर्सपेक्टिभ चाहिँ। म यहाँबाट सिनेमेटिक खिचेर हजुरलाई टक्क देखाउँछु। लट अफ ल।